व्रत चौरसी कोष यात्राको चौथो दिन भागवत महापुराणको आरतीबाट सुरु गरियो। चौथो दिन पनि हामी विभिन्न मठ मन्दिरहरू बहुलावन कुण्डमा हामीले गएर दर्शन गऱ्यौँ। यो कुण्ड भनेको भगवान श्रीकृष्णले गाई र बाछालाई चाहिँ सिंहबाट बचाउनु भएको थियो। यो विशाल कुण्ड रहेको छ। यसमा बहुला गाएको मन्दिर छ। भगवान बिहारीजीको पनि मन्दिर रहेको छ। अब यसपछि हामी राधाकुण्ड श्यामकुण्डमा रहेको राधारानी श्रीकृष्णको मन्दिर दर्शन गऱ्यौँ। त्यसपछि राधाकुण्डको दर्शन गर्दै साक्षात् राधारानीको प्रत्यक्ष स्वरूप मानिएको यस राधाकुण्डको दर्शन गर्दै हामी श्यामकुण्डको पनि दर्शन गरिरहेका छौँ। गिरिराजी महाराजको दर्शन गर्न अगाडि बढौँ। गिरिराजी महाराजको पनि दर्शन गर्दैछौँ। यसपछि गिरिराजी महाराजको प्राङ्गणका केही दृश्यहरू। अब हामी मानसी गङ्गाको पनि दर्शन गर्दैछौँ, जुन चाहिँ भगवान श्रीकृष्णले आफ्ना बुढा माता पिताको लागि मनद्वारा प्रकट गर्नुभएको विभिन्न तीर्थस्थलहरू समावेश भएको यस पवित्र गङ्गामा आचमन गर्दै हामी मानसी गङ्गाको दर्शन गरिरहेका छौँ। यसमा मानसी गङ्गा परिसरभित्र 108 धारा पनि रहेका छन्। हामी गिरिराजी महाराजको मन्दिर बाहिरबाट दर्शन गरिरहेका छौँ। बाहिरी स्वरूप गिरिराजी महाराजको मन्दिरको बाहिरी स्वरूप रहेको छ। त्यसपछि हामी सूर्यकुण्डको दर्शन गरिरहेका छौँ, जहाँ चाहिँ राधारानी आएर स्नान गर्नुहुन्थ्यो भनिन्छ। राधारानी स्नान गरेको पवित्र गङ्गाको दर्शन गऱ्यौँ, जहाँ सूर्यनारायण भगवान श्रद्धेय गुरुदेवलाई केही सम्मान गर्न लागिरहनु भएको छ। हाम्रा केही समितिका पदाधिकारीहरूलाई केही सम्मानका मायाको चिनो दिन प्रदान गर्न लागिरहनु भएको छ। त्यो मायाको चिनो प्रदान गरिदिनु ब्रजभूमिको हाम्रो राम भैया कहाँ हुनुहुन्छ? सबैभन्दा पहिला हाम्रो एउटा मैले परिचय दिन चाहन्छु। देवघाट धाममा माता पिता आश्रम जो निर्माण भइरहेको छ, त्यो आश्रमको सत्य संकल्पकर्ता आदरणीय श्री महाराजज्यूलाई